ल हामी चाहिँ बुद्ध मन्दिरबाट चाहिँ अब यता गोसाइँकोट जाँदैछौँ। पानी परिरहेछ, गाह्रो भइरहेछ, मान्छे हिँडिसकेको। म पनि बिस्तारै बिस्तारै हिँड्दैछु। यहाँ माथि यस्तो अवस्थाको बाटो छ। यहाँ गोसाइँकुण्डको छहरा देखिन्थ्यो, हौसलाहरूले सबै छेक्यो। अनि मौसम क्लियर भएको देखिन्थ्यो क्या सबै। यति राम्रो सिनरी छ नि। एकछिन कुण्ड पनि आउँदैछ, अब त धेरै छैन, लगभग 1 किलोमिटर जति होला यहाँबाट। यस्तो 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 जाने हो, बडा अद्भुत कलात्मक पहाड। पछि यहाँ हिउँ पर्छ, सबै त यो हिउँको पहाड हो। भए पनि हामीलाई कलात्मक लाग्ने। यहाँ चाहिँ कुनै चरा बस्या जस्तो त्यहाँ छ।